व्हाट्सअप गाइस सबैजनालाई दर्शक नमस्ते। स्वागत छ मेरो नयाँ ब्लगमा र मैले चाहिँ नयाँ ब्लग स्टार्ट गरेको आजदेखि चाहिँ होइन। र मेरो नाम चाहिँ तपाईँहरूले लाइक युट्युब च्यानलमा पनि थाहा पाइसक्नु होला, तर मैले आफैले भन्दा चाहिँ मेरो नाम चाहिँ विशाल राई हो। अनि म चाहिँ हालै युएमा छु। अनि यो चाहिँ नजारा। अनि म चाहिँ खासमा कहाँ हिँडेको आज भन्दाखेरि चाहिँ मेरो साथीले चाहिँ फोन किन्ने भन्दैछ, अनि त्यही भएर हिँड्दैछु। अहिले चाहिँ म हिँडिसकेँ होइन। र यो चाहिँ हो मेरो ठाउँबाट आबुधाबी सिटी जाने बाटो र म बस्ने चाहिँ यतै हो। अनि म चाहिँ जाँदैछु अब चाहिँ साथीहरूलाई भेट्नको लागि। रमाइलो हुन्छ आज, स्विमिङ पनि गरिन्छ होला आई होप। मैले चाहिँ त्यो सोचिरहेको छु, साथीहरूले चाहिँ के कस्तो प्लान बनाएको छ होइन। म चाहिँ स्विमिङ पनि गर्ने प्लान बनाइरहेको छु। अनि यस्तो छ ठाउँ चाहिँ। अनि म चाहिँ जाँदैछु टक्कसँगले। र मेरो भ्लग हेरेर चाहिँ इन्जोय गरिदिनु होला। र त्यस्तो राम्रो बनाउनु त आउँदैन, अब फर्स्टचोटिको भ्लग हो होइन, कस्तो हुन्छ त्यो चाहिँ थाहा छैन। तपाईँहरूले त्यही पनि लाइक एन्ड सब्सक्राइब गरेर चाहिँ अलिकति मेरो मलाई चाहिँ अलिक उत्साहित बनाइदिनु होला होइन। अनि पढेर चाहिँ स्विमिङ गर्नु पनि मजा हुन्छ जस्तो लाग्दैछ। लाइक द सिटी हन्ट गाइज, यो चाहिँ आबुधाबी हो, आबुधाबी सिटी। सिटी आइपुग्यो, यही छ सिटी चाहिँ। अनि यो चाहिँ ब्रिज हो, यहाँ पनि चाहिँ जहाजको छ। अनि यो चाहिँ विशाल राइसर छ। दुबईको सिटी भन्दा नि आबुधाबी सिटी चाहिँ मलाई मन पर्यो, किनकि यहाँ चाहिँ मलाई अलिक पिसफुल लाग्यो क्या। दुबईभन्दा चाहिँ त्यति ठुलो क्राउड पनि नहुने, क्राउड छ नभएको होइन छ, बट लाइक हिँड्दाखेरि अब त्यस्तो दुबईमा जस्तो चाहिँ अलिकति मलाई क्राउड चाहिँ फिल भएन यहाँ चाहिँ होइन। एकदम अनुशासित पनि। अनि यहाँको मान्छेहरू चाहिँ एकदम। म चाहिँ आबुधाबी सिटी पुग्न आँटेँ। अनि फर्स्ट स्टेसन होइन, म सेकेन्ड स्टेसन ओर्लिन्छु। सेकेन्ड स्टेसनमा चाहिँ मेरो साथीहरू पर्खिरहेको छ अब मलाई। अनि यहाँ पर्खिरहेको छ अरे केटाहरूले मलाई चाहिँ। अनि सो केटाहरूले फोन किनेको छ भने फोन हेर्ने हो, किनेको छैन भने गएर फेरि किन्ने हो होइन त। त्यही हो मेरो कुरा चाहिँ। अनि देख्न सक्नुहुन्छ यस्तो गाडी चढेर हिँड्ने कहिले पुरा हुने होला यस्तो। सो फाइनली म चाहिँ आबुधाबी आइसकेँ, सिटीमा ओर्ली पनि सकेँ होइन। साथीहरू चाहिँ यहीँनिर छ अरे, क्रिस्पी चिकन खाने अरे। क्रिस्पी चिकन हेर्छु म कस्तो हुँदो रहेछ क्रिस्पी चिकन। साथीले चाहिँ मलाई लिन आउँदैछ, किनकि मलाई चाहिँ अब कहाँनिर छन् साथीहरू मलाई थाहा छैन। उनीहरू कुन चाहिँ होटलमा छिरेको छ। म चाहिँ यहाँ हिँडिरहेको छु। त्यहाँनिर चाहिँ मलाई धोका दियो साथीले। म जहाँ थिएँ त्यहीँबाट मलाई बोलाइरहेको रहेछ। म चाहिँ अब गाह्रो भयो। यत्रो सिडी फेरि हिँड्नु पऱ्यो, थोरै हिँड्नुपर्छ यहाँ सिडी। टक्क सिडी हिँड्दै हिँड्दै पनि गाह्रो बनायो त साथीले मलाई। साथी म यही थिएँ मुला। हाम्रोसँग चाहिँ भेट भइसक्यो होइन, केही छैन। मुलाई कस्तो छ क्या? त्यही न्यू पन्जाबी हेर त अन्त पारी सोचेको नि त फेरि। म कहाँ नि गाडी यताबाट आउँछ नि त मेरो त। भन्न थाल्यो लाइक तिमीले चिन्ने त्यही जस्तो लाग्यो नि त। म बसेको यही हो त। यहीँ कहाँनिर हो? म बसेको त यही त हो त। एरिया यही हो, बिल्डिङ कताको? राज भाइ कहाँ? ए त्यही त यतै आउँदैछु म। फेरि टनल छिर भन्छ म, अलमारिया मल भन्छ, फेरि टनल छिर भन्छ म। यस्तो कन्फ्युज भयो नि म। अनि त्यो त म इम्याक्स भन्छु नि, इम्याक्स भन्दैछु होइन। लाइक इम्याक्स त त्यो त अब चिनाउनु पऱ्यो नि त साथी। पछाडिको विन्डिज पनि दियो नि त पछाडि त। मैले विन्डिज पनि भन्न सक्छु। मैले चाहिँ अब भनेको चाहिँ के थियो भने अब सेकेन्ड स्टपमा ओर्ने भनेर भनेको थियो नि त तिमीलाई त मैले अगाडि नै। अनि फेरि केटो भन्छ अन्डरग्राउन्डतिर। ए बाबा अन्डरग्राउन्ड कति छिनु अन्डरग्राउन्ड। अनि साथी सेफ्टी अफ द मन्थ भएकोमा कङ्ग्रेचुलेसन्स होइन। एकदम त्यो डोन्ट वरी अबाउट द्याट, पार्टी भन्ने हुँदै गर्छ। अनि यो चाहिँ साथीहरू चाहिँ यहाँ जाने अरे, सिटी बर्गरमा अरे। सिटी बर्गर गर्मी छ केटा हो। राज भाइ कहाँ गयो? सलाम
के छ ठिक छ भिडियो त भाइरल भएछ सुन न यो खोल त तिम्रो यो खोल त खाली म नै भ्लग गर्दै आएको क्या नारायण बुढोले के भन्छ के भन अब बुढोको बारे थाहा छ नि अँ। कुरा त्यस्तै मात्रै गरेको त्यसलाई- 7 महिनाको बल्ल बल्ल ममा हो यार साँच्ची भने यो चाहिँ ल यो चाहिँ रियल हो है एकजनाले मोमो छ पनि ममा खानु पाइयो एकजनाले मोमो छ पनि मोमो छ पनि एकजनाले यस्तरी के ओके 1 स्पुन स्पुन मोटी हो काडी बोलाए अब यो चाहिँ केटी पारा भयो होइन हुनु चाहिँ खासमा भन्नुपर्दा चाहिँ हो है साँच्चै थ्याङ्क यू ब्रदर होइन यो चाहिँ केटी पारा भयो मैले सोच्दाखेरि तर अब त्यही पनि 7-8 महिनापछि बल्ल ममा खानु पाइदिन्छ यार त्यही हो बल्ल खानु पाएको खास नि म यो मान्छेलाई ठकाली खाना खान जाम भन्ने सोधेको थकाली मिठो हुन्छ नि आज भाइ चाहिँ फोन किन्नु लागिसक्यो यहाँ राख न सो गाइज हाम्रो चाहिँ ओपनिङ हुँदैछ हाम्रो राज भाइ एन्ड मिस्टर नारायण बुढा थुके मेरो साथी दुईजनाले अब ल ओपनिङ ल खोल्नै आएन म राज मिला तलबाद निकाल्नु द स्टारहरू है ह्याप्पिनेसको सीमै छैन केटाहरूको ह्याप्पी फोन किने पछिबाट चाहिँ मलाई एकदमै बिर्सेँ होइन एक्लै हिँड्नु थालेँ यिनीहरू दुइटै एकदम मोबाइल कहाँ हाल्ने साथी गोजीमा 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 होइन यस्तो हो क्या साथी यस्तो गोजीमा नारायण बुढाले चाहिँ हाम्रो के भन्छ राज साथीलाई अबर मिस गरिरहेको छ बिकज हि इज जस्तो काइन्ड पर्सन होइन नारायण बुढाले लास्टै माया गर्छ राजलाई चाहिँ रात चाहिँ नारायण बुढाको गर्छौँ साथी लास्टमा त मलाई बोल्दियो अनि हामी चाहिँ अब कर्निसको बाटो जाँदैछौँ यो झोलामा हाल्दैन बाल चाहिँ देखिया रे केटा हो हामी चाहिँ फाइनली होइन अब पौडी सौडी खेलेर आइसक्यो नारायण र म मात्र खेल्यौँ ऊ चाहिँ खेलेर किनकि ऊ बच्चै छ बिचरा डुब्छ भनेर माया लागेर तिमीलाई दिन पौडीमा दिँदैन क्या त्यही भएर अब हामी त सुट्टो भइयो बुढो भइयो हेरेको बच्चा कसको दुधै दुधै ढाँचे नै बी पोइन्ट गाइज पुरा पोइन्टमा ल्यायो साथीले अनि जुत्ता खाने तर कसको बुढो साथी हो ल आजको भ्लग चाहिँ लगभग यति नै हो है सबैजनालाई टाटा बाई बाई नेक्स्ट भ्लगमा फेरि पनि भेट्ने गर्छौँ